안녕하세요 여러분 만나서 반갑습니다. 저는 유학생입니다. अनि आज चाहिँ हाम्रो चाहिँ युनि डे र केटाहरुसँग अब हामी टक्क क्लास सकेर चाहिँ हामी सियु जान लाग्यो. सो के छ गाइज आज चाहिँ कस्तो एक्सपिरियन्स भइरहेछ. अब धेरै पछि कलेज स्टार्ट भयो हैन. पहिला त्यो छोड त्यो विदेशीले तिमीलाई दिएको लक्ष्य किन त्यो लक्ष्य किन त्यो भन त्यो त्यसले लक्ष्य यार साथी लक्ष्य ल भरे जानुपर्छ ल ल गाइजहरु अब चाहिँ जानुपर्छ ल हामी जाँदै हो ल सियु जाम न सियु भनेको चाहिँ कोरियाको कन्भिनियन्स स्टोर हो ल हामी चाहिँ सियु जाँदै यो चाहिँ हाम्रो युनिभर्सिटी पछाडी चाहिँ र यो चाहिँ हामी सियु जाने बाटो गर्दिउ न र हामी चाहिँ अहिले सियु जाँदै रोड काट र यो जेब्रा क्रसिङबाट बसहरू आइरहेछ. स्टुडेन्टहरू यसरी पढ्न जान्छ. साथी र म यहाँको बसको साउन्ड त्यति ठुलो आउँछ होइन. हामी चाहिँ अहिले कन्भिनियन्स स्टोर जाँदै साथी र म. युनि अगाडि जिएस छ तर हामी सियु प्रिफर गर्छौँ होइन. सियु चाहिँ किन भन्दा अब त्यहाँ धेरै प्रडक्टहरू पाउँछ अनि त्यही माथि सस्तो पनि छ. जिएसमा चाहिँ पोखराको जस्तै देखिन्छ होइन. बस त पुरा यो बिम चाहिँ होइन लास्ट फेमस हो कोरियाको. हामी चाहिँ सियु होइन कन्भिनियन्स स्टोर सियु नेक्स्ट टु सियु भन्ने यो किङयुको खास. तर हामी होसाङको स्टुडेन्टहरू पनि आइरहेको यस्तो सबै सिनारी त्यो रेसिडेन्सियल एरिया हो. पुरै बसहरू आइरहेछ तर हाम्रो अहिले चाहिँ कोरियामा अति जाडो बढेको छ र यो जाडो चाहिँ नेपालको ठ्याक्कै मक्सिरको जाडो जतिको हुन्छ. अब यहाँ चाहिँ पुरै आइसहरू होइन हिउँ पर्ने त्यस्तो जाडो छ. अब हेरौँ यस्तो छ यहाँ चाहिँ फेरि टक्क हाम्रो चाहिँ आइसक्यो सियु. जाडो छ हो लास्टै सियु छिर्न आँटेको है अब चाहिँ सियुको इन्ट्रेन्स. यहाँ चाहिँ धेरै भेराइटीको रामेन पाउँछ. कुन खाने हो एउटा म त यही हान्नु पर्ला यार. यो किलोवाला नि मिठो हुन्छ. खिम्चीवाला नि खिम्ची त योवाला नि पिरो मनपर्छ भने यो मिठो हुन्छ. योवाला नि अस्ति मैले भनेको यो नि मिठै छ. यसको चाहिँ 180 रहेछ प्राइस. म चाहिँ आज 1+1 छैन. 1+1 छैन 2+1 छ. यहाँ दुईटा किन्दा एउटा फ्री. त्यही वाला मिठो छ यार. कति हो 60मा यो हो. यो 60को यो 100को. त्यो नि 100 चाहिँ मिठो हुन्छ. मलाई चाहिँ मन पर्छ है. जसले चाहिँ राम भाइले म चाहिँ भात लिन्छु. त्यहाँनिर रोज्दैछ केही लिने हो. ए सो रहेछ अरे त. अस्तिको ठिक थियो नि माछा र त्यो वाला छैन. के भन्छ यसलाई खासमा किम्बाप त भन्छ. ओनिगिरी रहेछ क्या. ओनिगिरी हो कि ओनिगिरी बाहिरबाट ल्याउ सिविड हो क्या. सिविड भित्र चाहिँ भात मिसाएको हुन्छ. तर पर्कको यही हानिदिनु पर्ला जस्तो 17 हो फेरि. म त अलिक ठुलो हान्छु. यही त हो ठुलो 3XL चाहिँ. यो कति हो 17. यो अलि राम्रो हो नि यो भन्दा ओरि त्यो 190 हुन्छ. लेको जस्तै छ. पेमेन्ट गर्ने सिस्टम कसरी हुन्छ भन्दा यस्तै आउँछ बिल चाहिँ ट्याक्क.
रामेन खाइन्छ यहाँ अब पहिले रामेनलाई पुरै खोल्ने अनि सुपमा चाहिँ यतिकै राख्ने पुरै खोल्ने गिर पनि ल्याएछ र मेरो त घर लाँदो पनि हाल्यो सर लेबर सम्हाल्ने पानी अनि हामीले चाहिँ ओभनमा है त्यसरी हाल्नुपर्छ अनि त्यसपछि चाहिँ मेरो रोको भात राखौँ 3 मिनेटमा राख्दैछु मेरो 3 मिनेट यसरी चाहिँ अनि टाइम हुन्छ टाइम सेट गर्ने तपाईहरुले मैले चाहिँ 3 राख्ने ढक्क तात्दैछ अनि हाम्रो यस्तो छ वेटिङको भ्यू चाहिँ सिउदा हाम्रो लागि सबसे थकाली नेपाली स्टुडेन्टको थकाली हो नि त सिउ भनेको चाहिँ भएको प्रोडक्ट बोइकटरको जो सान्दैछ 100 रुपियाँ नेपालीको अदर वान प्याकेट रेडी भइसकेको छ तातिसकेको पुरै हिट भएर त पुरा पानी फाल्दैछ हो रामेनलाई अब म चाहिँ सुक्खा होला फ्राई हान्छ मैले चाहिँ सुक्खा लान्छु झोल त यो भनेको रिजल्ट चाहिँ ट्रिक हुन्छ ट्रिक अनुसार कहिले भने पहिल्यै सिवेडभित्र ठ्याक्क रोल भएर निस्किन्छ ट्रिक पनि सिकाउँछ आज हामी यो ट्रिक चाहिँ ठ्याक्क यसको एउटा लेबल हुन्छ यस्तो लेबल मलाई देख्नु पर्दैन यहाँ देखाउन लेबल ठ्याक्क च्यात्यो स्याट्टा त्यसरी काटिन्छ पछाडि नि सिधा लाग्यो राम्रो छ बिस्तारै स्टिकर मजाले लगाइदिएर रहेछ यहाँ त सिधा लाग्यो राख्यो यसलाई साइडबाट स्याट्टा तान्यो अनि यसलाई यो साइडबाट तान्यो रेडी बेरेर देऊ एक बाइट आउँ तातो खलास मुनिको भित्र जस्तो हुन्छ डक्क मासुको टेड अनि रामेन चाहिँ यो भइहाल्यो होइन रामेन हान्ने छ लास्ट मिठो छ अब मैले ट्राई गरेँ बेलगुडी नगरको साथीले पनि किन्दैछ सामान आज के हो दाजु भात खा बाउ खा दुब्लो छस् मजाले खा पुगेन भने मेरो भाग पनि खा हो के हो यो के भन्दै खा बिबिम्बा हो बिबिम्बा बिबिम्बा ग्राहक गइरहेछ है हाम्रै साथीभाइहरूको सिउमा खानपान राम्रो खजियोस् सेट हानेको छन् आज पिज्जा लोकल कति सुक्खा हुन्छ नि पानी आएको सुक्दै मन गर्छ साथी समा आउँछ है सिउको जस राम्रो हो सिउको यता हाम्रो खुर्सानी बारी छ है खोलिआम खुर्सानीहरू दामी बनाएको छ हो यहाँ त पुरै खुर्सानी त फेरि नसक्नु सकेर नि नेपाली भाइब्स छ है तिहारी फुल यो चाहिँ रेस्टुरेन्ट लाइनहरू यता खक्का खक्का रेस्टुरेन्ट छ मामाहरू यहाँखेरि पुरा पिसी गेमिङ छ हो मोटैमा काम हान्दैछ यहाँ BMW एन्ड कम्पिटिसन चलफल क्याफे फेरि यो दिउँसोको टक्क भाइस चाहिँ आज मिठो छ है